गाइज वेलकम बैक माई न्यू ब्लग। अब हामी बहिनीको घर जाँदै हौँ अनि बहिनीसँग जाँदै हौँ म पनि। हाम्रो त्यो बहिनीको घर चाहिँ रुद्रपुरतिर हो अनि पहिला हामी बुटोल जानुपर्छ। बुटोलदेखि फेरि छुट्टै बस पक्रिनुपर्छ। हाम्रो यो सामान मम्मीले हालिदिनु भएको यो बोराभरि सामान छ, यो झोलाभरि, यो यसभरि हाम्रो बहिनी अनि यो मामु। अब हामी जाँदै हौँ घरबाट। आइसकेका छौँ गए हामी। बहुत गर्मी भयो यार। हम अब बस आउँदैछ होला। बस बहुत ढिलो गर्दैछ, गर्मी धेरै छ। बस आएपछि बसमा जान्छौँ अनि बुटोल पुगेपछि कंटिन्यू गर्छु वीडियो। हम लोग बस में खैरेनी आ चुके हैं। खैरेनी आइसके हम सेकेंड लास्ट सीट में हम वे बस अगाडि सीट पैक लास्ट सीट में हम भ्यू चाहिँ यहाँ जेब्रा क्रसिङ हुँदै डिजाइन बना। अब बुटोल पुगेपछि होटे झरिसके हम। यहाँ सामान बोक्नु परे ह अपना गौ माता ज्यू। वाउ साउन्ड गरे हन ए बहिनी आए। हस्पिटल लाइन को चौक हामी हस्पिटल लाइन आइसके हम। अब गरेर बस रुद्रपुर जाने बस में चढ्छौँ अनि रुद्रपुर गएपछि भेटौँला। गाइस हामीले चाहिँ गाडी पाइसक्यौँ हम। दाइ चाहिँ सामान बोकेर थाकेर सुत्नु आह, त्यही भएर दाइको साटोमा ब्लग बनाइरहेको। अनि हामी चाहिँ यो रुद्रपुरको बाटो, अब हामी यही बाटो जान्छौँ। बेला बेला हजुरलाई हामीले बाटो देखाइरहेको छौँ। हेर्नु हाम्रो बुटोलको भ्यू। बाई हामी उता आएर कपडा सपडा फेरेर अहिले हामी डियो बजार जाँदै हौँ। आधा पाखा यहीँ घर नजिकै छ, त्यही भएर हिँड्दै जाँदै हौँ। जलेबी खाँदैछु म। यहाँको बजारको नाइट भ्यू। हाम्रो बहिनी सपिङ गर्दै खाँदैको चेरी अनि पुरी सबैको पानीपुरी खाइरहेको। अब हामी पानीपुरी खाइसक्यो। अब पानीपुरीको दाना खाँदै हौँ। जलेबी खाइसक्यौँ, पानीपुरीको पालो। कुकुर हाम्रो पहिलाको कुकुर जस्तो हामीले पालेको जस्तो। अनि यहाँ हामी पेट्रोल लिन आएको रातिको भएर अनि राम्ररी देखेन। यही बजारको छेउमा पाइन्छ। पेट्रोल लिएर हामी जाँदै हौँ घरतिर।